आज चाहिँ हामी बिहान नै हेलसिङ्की छोडेर जाँदैछौँ। हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो D68 मिनी भिडियोमा। साथीहरू अनि आज चाहिँ हामी बिहानै सबैजना मिलेर हेलसिङ्की छोडेर पोर्बो जाने कुरा भयो। साथीहरू यो कुरा चाहिँ हाम्रो धेरै पहिलादेखिकै हो, तर प्लानिङ मिलिरहेको थिएन सबैजनाको। कसको के मिलेको थिएन, कसको के मिलेको थिएन, तर बल्ल बल्ल प्लान जुर्यो अनि जुरेपछि हामी लाग्यौँ साथीहरू। पोर्बो पनि पुग्यौँ। यस्तो राम्रो पोर्बो पुग्ने त्यस्तो राम्रो ठाउँ देखेँ साथीहरू। अनि जस्ट हामी मजाले घुम्यौँ साथीहरू यो ठाउँ देखेर। अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो ठाउँ, यस्तो राम्रो थियो कुरै छाड्दैनौँ साथीहरू। अनि हेलसिङ्कीमा मात्रै घुमिरहेको सधैँभरि नि आज पहिलोचोटि चाहिँ हेलसिङ्की छोडेर पोर्बो गएको साथीहरू। अनि त्यहाँ यति राम्रो थियो भ्यूहरू, अनि त्यहाँ एकदम रमाइलो भयो। हजुरहरू पनि पोर्बो घुम्नु गएको छैन भने चाहिँ हेलसिङ्की मात्रै घुमिरहनु भएको छ भने चाहिँ एकचोटि जानु होला, किनकि एकदमै राम्रो ठाउँ छ। त्यहाँनिर गएर मजाले घुम्न सक्नुहुन्छ। तपाईँहरूको एक दिनको ट्रिप चाहिँ एकदम राम्रो हुन्छ साथीहरू। अनि हाम्रो चाहिँ एकदमै रमाइलो भयो। अनि यहाँ गएर हामी एकदम धेरै भिडियोहरू खिच्यौँ, फोटोहरू खिच्यौँ, ठाउँहरू घुम्यौँ, अनि यस्तो राम्रो राम्रो ठाउँहरूको अनुभव लियौँ। अनि मजा आयो साथीहरू। अनि बुढी र म हेर्नु न छाया देख्नु हुँदैन, हट बनाउन खोजिहाल्छौँ। अनि हामीले हट पनि बनायौँ। अनि यो ठाउँ कस्तो राम्रो देखिरहेको थियो क्या, ठ्याक्क मजा आयो अनि यो हेरेर। अनि यहाँबाट चाहिँ हामी जाने निर्णय गऱ्यौँ, अब बिच जाउँ न त भनेर। अनि बिचतिर लाग्यौँ साथीहरू। हामी बिच पुग्ने बित्तिकै सबैजना हेरौँ न स्विमिङ खेलिरहनु भएको थियो कस्तो राम्रो तरिकाले। अनि साथीहरू यो मजाको भ्यू लिइसकेपछि हामी त्यहाँबाट खाजा खाने ठाउँ खोजेर हामी चाहिँ खाजा खान लाग्यौँ साथीहरू। यो चाहिँ खाजा हामीले आफै नै रुमबाट लिएर गएर मस्त खाएको, त्यहाँ चाहिँ मजा खाना मिल्थ्यो साथीहरू। अनि खाएर हामी चाहिँ पुरै ठाउँ सफा गरेर त्यसपछि हामी लाग्यौँ। फुल भिडियो चाहिँ मैले युट्युब प्रजुर ब्लगमा हालेको छु। त्यहाँको ठाउँहरू एकदम राम्रो, सबैजना गएर हेर्न सक्नुहुन्छ।